नमस्कार सबैलाई नेपाली कुनामा फेरि पनि स्वागत छ र यसमा चाहिँ मुख्यतया एआई ले स्टुडेन्टलाई कसरी हेल्प गर्छ भन्ने कुरा मैले फोकस गर्न चाहे। तपाईले चाहिँ एज अ स्टुडेन्ट एआई लाई युज गर्न चाहनुहुन्छ विभिन्न सिचुएसन हुन सक्छ। जस्तै तपाईले प्रोफेसरलाई रिच आउट गर्नुभयो, त्यहाँबाट चाहिँ एन्सर आएन हैन, ढिलो एन्सर आयो, अर्थात् कुनै साथीलाई सोध्नुभयो, साथीबाट पनि एन्सर आएन, करेक्ट एन्सर आएन। तर यु डोन्ट ह्याभ टु वरी, त्यो केसमा चाहिँ तपाईले एआई लाई एकदमै इफिसिएन्टली युज गर्न सक्नुहुन्छ। फर एक्जाम्पल तपाईले एआई लाई चाहिँ कुनै पनि कुराहरू एक्सप्लेन गर भनेर भन्न सक्नुहुन्छ। त एक्सप्लेन गर भन्दा पनि कन्टेक्स्ट प्रोभाइड गरेर, फर एक्जाम्पल मलाई चाहिँ एउटा 10 वर्षको बच्चाले बुझ्ने हिसाबले चाहिँ एक्सप्लेन गर भनेर भन्नुभयो भने त्यो कुरालाई नै पनि यसले क्लियरली एक्सप्लेन गर्छ। जस्तै तपाईलाई फोटोसिन्थेसिसको बारेमा बुझ्नु मन लागेको छ हैन, फोटोसिन्थेसिस भनेको के हो भनेर सोध्नु भयो भने यसले एउटा भेग एन्सर दिन सक्छ। तर एउटा सानो बच्चाले पनि बुझ्ने हिसाबले फोटोसिन्थेसिस भनेको के हो भनेर प्रोभाइड गर भन्नुभयो भने द्याट विल बी मच क्लियर है। त्यो एउटा टिप्स भयो भने अर्को चाहिँ एज अ स्टुडेन्ट तपाईले कसरी युज गर्न सक्नुहुन्छ भने क्वेशन सोध्दाखेरि ओभरअल के हो भनेर भन्नुभन्दा पनि मलाई चाहिँ स्टेप बाइ स्टेप प्रोसेस के हो त यो पर्टिकुलर थिङको भनेर तपाईले सोध्नु भयो भने त्यसले चाहिँ क्लियरली एन्सर दिन्छ। जस्तै तपाईले एउटा म्याथको प्रब्लम सल्भ गर्नुपर्ने छ हैन, तर तपाईले त्यसलाई म्याथलाई चाहिँ यसको यो प्रब्लम सल्भ गर भन्नुभन्दा पनि डिटेल स्टेप बाइ स्टेप प्रोसेस के हो यो म्याथमा चाहिँ कसरी सल्भ गर्ने फ्रम द बिगिनिङ टु द एन्ड भनेर भन्नुभयो भने चाहिँ यसले एकदम क्लियरली स्टेप बाइ स्टेप प्रोसेस दिन्छ। त्यसले पनि एकदमै हेल्प गर्न सक्छ। र अर्को भनेको एज अ स्टुडेन्ट तपाईले चाहिँ कुनै कुराहरू इङ्ग्लिसमा गाह्रो भयो, बुझ्नलाई पनि कठिन भयो भने त्यो अवस्थामा के गर्न सक्नुहुन्छ भने क्लियरली यु क्यान आस्क मलाई चाहिँ यो कुरा नेपालीमा पनि प्रोभाइड गर भन्नुभयो भने यसले क्लियरली नेपालीमा प्रोभाइड गर्छ। त्यसले पनि एकदमै हेल्पफुल हुन सक्छ। यो भनेको अर्को टिप्स भयो। त्यसैले एज अ स्टुडेन्ट यु क्यान युज अल दिस टिप्स टु गेट द एन्सर फ्रम द एआई भेरी इफिसिएन्टली। पहिलो भनेको क्लियर एक्सप्लेनेसन गर्ने भन्ने हैन, एज अ 10 year old, एज अ रिसर्च साइन्टिस्ट, अर्थात् एज अ स्टुडेन्ट द्याट डज नट नो एनिथिङ अबाउट टेक भनेर भन्नुभयो भने यसले क्लियरली दिन्छ। अर्को भनेको स्टेप बाइ स्टेप प्रोसेस के हो भनेर सोध्न सक्नुभयो। र अर्को भनेको चाहिँ नेपालीमा ट्रान्सलेसन गर्नुपर्ने भएको छ भने नेपालीमा नै यसको एन्सर दे भनेर भन्नुभयो भने पनि यसले प्रोभाइड गर्छ। यो चाहिँ थियो एउटा क्विक टिप एआईले चाहिँ एज अ स्टुडेन्ट तपाईले कसरी युज गर्न सक्नुहुन्छ एआईलाई भन्ने बारेमा। र म अर्को एपिसोड पनि लिएर आउने छु यो स्टुडेन्टलाई चाहिँ स्पेसिफिकली कसरी हेल्प हुन्छ एआई भन्ने कुरामा। हेर्दै गर्नु होला। स्टे ट्युन फर द नेक्स्ट वान। यदि तपाईहरुले यो नेपाली कुना सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज गो हेड एन्ड सब्स्क्राइब। आई विल बी कभरिङ लट अफ स्टफ रिलेटेड टु एआई, टेक्नोलोजी, रियल स्टोरिज एन्ड साथसाथै एजुकेसन र ग्रोथहरू कसरी गर्न सकिन्छ भन्ने बारेमा है त। अहिलेलाई यति नै। आई विल सी इन द नेक्स्ट वान। थ्याङ्क यू भेरी मच।